उही कालो अक्षर भैँसी बराबर, घुमेको अक्षर सेल बराबर। अब राजनीति पनि घुमाउरो हुन्छ अरे, बुझ्न गाह्रो हुन्छ अरे। अब नेपालमा कसले राजनीति चलाउँछ हामी सामान्य मान्छेलाई के थाहा। अब उ बेला माओवादी चाहिँ 32-33 हजार कति लडाएको थियो अरे, अनमिलले योग्य र अयोग्य भनेर छानेर 18,000 जति मुथो पार्थ्यो। त्यो मध्ये पनि कसले कहाँ कहाँ पुर्याइदिएर बाँकी 12-14 चाहिँ कता सैनिकमा लगेर हाल्दो अरे, माओवादी सिद्धिदियो। अब बाँकी थियो एमालेको सुकुम्बासी सङ्गठन भनौँ, अब धेरै चाहिँ एमालेको थियो अरे क्या, 70% जति अब सुकुम्बासी भनेर बसेकाहरू। त्यसलाई पनि खोइ कसले भाताङ भुतुङ पारेर अब काठमाडौँ उपत्यकामा अब 3-4 हजार सुकुम्बासी भनेर छान्दाखेरि अब 15-20 जना हुन्छ भनेपछि त्यो पनि सक्यो। अब आयो बाँकी विद्यार्थीहरूको युनियन र ट्रेड युनियन मजदुरहरूको। अब यो सखापसद गरिदिएपछि अनि खोइ त काउन्सिल हो कि के काउन्सिल भन्ने आउँछ अरे, उसको सङ्गठन हुन्छ अरे। अनि अहिले यी अरूहरूले पहिला अरू सङ्गठनले गरेको थियो, उसले गर्छ अरे, अरू त हेरे अरे क्या हो कि भन्थे, अब त थाहा होइन।